बारे बताइदिनुस् न। यो युमामङ साम्बङ्गल दिङहाङ युमामङ आजको 250 वर्ष अगाडि चेम्जोङ वंशमा चाइजित र खलबल भन्ने दुई पुर्खाहरू थिए। यी पुर्खाहरूमा युमामङले एउटा अवतार लिनुभएको थियो र यो तम्मरको गढतिरमा तान गुन्दै बसेको अवस्थामा युमामङले उहाँहरूलाई युमामङसँग भेट भएको थियो र तम्मर घरतिर थाक्चुलुङ हुँदै फिकेले आउँदाखेरि युमामङले त्यहाँ रात परेको थियो। रात परेको अवस्थामा युमामङले उहाँहरूलाई सङ्केत दिनुभयो। फिक भनेको एउटा सङ्केत हो र फिक भनेको नै फिकले भएको हो भनेर अहिले किम्बदन्तीमा रहेको छ र यो साम्बङ्गल दिङहाङ युमामङमा आइपुग्दाखेरि चाइजित र खलबल दुईजना पुर्खाहरू चकित भए। अब युमामङ अल्पिनु भयो फिकलेबाट र बिहान फिकलेमा बास बसेर उहाँहरू आउनुभयो फाक्टेपमा। त्यतिखेर उहाँहरू गाउँपालिकाबाट प्रत्येक दैनिकी वर्षहरूमा अब प्रथम फाल्गुन गाउँपालिकाको साल भएको कारण महागुरु फाल्गुन 10 शालिक र त्यहाँको मन्दिरको लागि चाहिँ उपाध्यक्षज्यू यो दैनिक प्रत्येक वर्ष अब कति हुन्छ धेर थोर जेसुकै भए पनि महागुरुको नाममा चाहिँ यहाँहरूले चाहिँ जुन गाउँपालिकाबाट परेका योजनाहरू के कसो गरेर हुन्छ सरसल्लाह गरेर गाउँपालिका अध्यक्षसँग सल्लाह गरेर तपाईँहरू परामर्श गरेर महागुरुलाई चाहिँ बिर्सिनु हुँदैन जस्तो मलाई लाग्छ। फेरि वंशौलीमा छुट्नु हुँदैन। हाम्रो चाहिँ के छ भने नि वंशौली चाहिँ या 4 भाइले या अब याङनेम्बाको तर्फबाट या 4 भाइको तर्फबाट एक्लै निकाल्यो भने त्यो भन्दा दुर्भाग्य केही पनि हुँदैन। त्यो अपूर्ण हुन्छ किनभने मैले यो हजुर अब हुन्छ त्यहाँ हङसङ सेवा हो। म हङसङ सेवामा चाहिँ के अनुरोध गर्न चाहन्छु दिनमा 32 हात रहेछ। भन्दा बढी बुनेछ दिनमा 10 हातभन्दा बढी 10 हातभन्दा बढी थागेर छ। तीन दिनले 32 हात नेर 200 4 रुपियाँ गया अस्ति हाम्रो पुरा थाहा लेछा 16 हातको चाहिँ 4 रुपियाँ मात्रै दिएछ। सम्याङिन आखेन तोला आखेन रुपियाँ किसी 3 तोला 300 सिरुङ यो 4 तोला अंगथक्तुङ असासे 4 तोला के 12 तोला भनेपछि अहिले 1 लाख हुटेन आतंगी दाजु सो फाबा हुदी अतन पश्चिम लन्जङ कोनाको पश्चिम छ। चिनी पानी अलिकति फिट गरेर अनि मङखुङ लगाएर Kidung bagwatwa sadi bum lo oto mangin yomro kidung lo angga sema hindi kidung watwa harias mi bungilo khatirik mi bungilo membi tapi kidung girbang labrok lo membi yombo ini sos khote ang lo yaro
विश्व चराचर यो सृष्टि नै शान्ति होस् भन्नु खातिर अनि महादेवको 40 वर्ष यस कोटी होममा अष्टौन यज्ञ सेवा यस परिसर घुमेर हामी यहाँ आइसकेका छौँ। अब सर्वप्रथम उनै तागेरानी माथुमङ मेनिमङ मेन्धामङ मिसेमङ सेकामङ आनमङ निमङे मङो मामङ अद्वैत अदृश्य सर्वव्यापी जो सर्वशक्तिमान सत्य साँचो देव सबका धनी उहाँ नै हुनुहुन्छ र हामीलाई 19 कोभिड कोरोना भाइरस जस्ता संक्रामक रोगले हामीलाई नभेटोस्, हामीलाई नलागोस्, हामीलाई रोग आदि रक्षा गरोस्, यो धरतीको पनि रक्षा गरोस्, यो हावाको पनि रक्षा होस्, यो पश्चिमी भूमि आकाश देवताहरूलाई पनि रक्षा पुरोस् अनि जीव जगत प्राणीहरूलाई रक्षा पुरोस् र सारा लोक शान्ति होस्। साङदाङ्गे न बरुम साबा डिबी नेम्बाङ धनबहादुर यति बेला फिल्म बजारमा यो मुर्चुङ्गा बजाउँदै हुनुहुन्छ। किराँत धर्म दर्शनसँग सम्बन्धित यो मुर्चुङ्गा लिम्बू समुदायसँग अति सम्बन्ध राखेको पाइन्छ। उहाँ मुर्चुङ्गा मात्रै नभएर कुनै ठाउँमा सिवा खाउन गाउने, कुनै ठाउँमा साहित्य गाउने र वाचन गर्न लगाउने, कहिलेकाहीँ सामाजिक वेद वाचन गर्ने आफ्नो चेलाहरू 1100 भन्दा बढी बनाइसक्नु भएको छ डिबी नेम्बाङ सुरितले। र चेलाहरूबाट कहिलेकाहीँ कुरा नबुझ्दा आत्मा कहिले बुलन्दित हुन्छ अनि आत्माबाट त्यो पीडा भएको छटपटीको आवाज नै साहित्य हो कि भन्ने लाग्छ र विभिन्न आज हामी पुदामलुङ अनलाइन टिभी सुकुमाया नेम्बाङ जिल्लामा म अनुरोध गर्न चाहन्छु दिनुको लागि म यहाँलाई अनुरोध गर्छु र केही कुराहरू म खुकचुक लगातार गर्न सक्छ पढ्न व्यक्त सकिन्। यो पुदामलुङ अनलाइन टिभी का सञ्चालक श्री ध्रुव फागजुलाई म यरी नोगेन भन्दै पुदामलुङ अनलाइन टिभीद्वारा आज 2077 साल असोज महिनाको 26 गतेका दिन यो यहाँ भ्रमण गरिएको